शरीर छाडी आत्माको देशमा नरुनु ए आमा दिदी भाइ हामी फेरि भेट्नेछौँ स्वर्गीय घरमा जहाँ मृत्यु जहाँ शान्ति कुनै रोग छैन जहाँ दुःख जहाँ पीडा कुनै विलाप छैन जहाँ मृत्यु जहाँ शान्ति कुनै रोग छैन जहाँ दुःख जहाँ पीडा कुनै विलाप छैन येशूको घर शान्तिको घर येशूको घर आत्माको घर मेरो बुबाको आफ्नो घर सबैको आमा हुन् फाउन्डर जो बडा फाउन्डर हुनुहुन्छ उहाँको र आमा नै हुन् अस्ति दिन के भयो उहाँले बेसी दुःख पाउनु भएन थोरै सुगरको बिमार हुनुहुन्थ्यो र मलाई सम्झनु भाइ अब मेरो यस्तो छोरी भयो घरिघरि बुहारीले यति साह्रो मलाई माया गर्नुहुन्थ्यो फुलटुमटको माया गर्नुहुन्थ्यो तिमी हरेक फुलटुमटहरू याद गर्नु तिनीहरू आउँदा जाँदाखेरि तिनीहरूलाई याद गर्नु केही तिनीहरूलाई पनि तिमीहरूलाई गाडी भाडाहरू दिएर पठाउनु केही गरेर कति सल्लाह दिएर जानुभयो कुन कुन मण्डली गरिब चाहिँ कता हो तिम्रोमा छ भने त्यहाँनिर दिनु तिमीलाई मन नहिस्काउनु भनेर बहुत बहुत सल्लाह दिएर जानुभयो तिमी ढारस गर तिमीले नडराउनु भनिकन र हामी त्यो शान्तिसँग उहाँलाई केही दुःख पनि भएन यहाँ जासिन गइरहेछ र हामीहरू त्यस्तै बेला चाहिँ हामीले रुनु सक्यो किनभने उहाँ त शान्तिले जानुभयो तर शरीरको माया उहाँले हामीसँग मिलेर सेवाकाई गर्नुभयो हाम्रो आमालाई गुम्यौँ भनेर हामीले रुनु चाह्यौँ रुवाबासी भयो आरामसँग बिस्तारसँग उहाँले आफ्नो प्राणलाई गरिकन उठेर व्यक्तिहरूले केही पाउन सक्दैन तर यहाँले इज्जत पाए यहाँ धन्यको मान्छे धन्यको सो ब्लेसेड अनि जो समयबाट समयको प्रभाव र पापी रहेछ दुःख उठाइकन सेवा गरिरह्यो आकाश मण्डलको चमक चाहिँ चम्किरहेको छ हेर्नुहोस् है अनि जसले धेरैलाई धार्मिकता फर्काए अब देयर इज भ्याकम माउन्ट हर्मनको लागि प्रार्थना गरिदिनु पर्यो त्यहाँनिर ठुलो एउटा ग्याप भयो यहाँको घर हो सेवा उहाँले माउन्ट हर्मनमा गर्यो माउन्ट हर्मनका लोकहरूलाई टुरा टुरी छोड्यो तर बाइबलले भन्छ म तिमीलाई टुरा टुरी छोड्दिन म तिमीलाई टर्छ म तिमीहरूसँग छु म जगत गर्छ म तिमीमा छु यदि टुरा टुरी भएको जस्तै उहाँले अस्तिको दिन जब यहाँले प्राण त्याग्नुभयो प्रघातमा धुरु पक्का आमा गयो नि त एउटा ठुलो भ्याकम क्रिएट भएको छ त्यो भ्याकम प्रभुले चाहिँ पुरा गर्छ ल अब हामी अर्को एउटा पद पर्छौँ यहाँ अघि मृत्युमा हुनुहुन्छ र ट्विङ्कलिङ अफ टाइम जिउन सक्छ एउटा किताब 5:24 पढ्दिनु जोड बोल्नु हुँदैन यहाँका सोको गडबड गर्ने तर हाम्रो परमेश्वर गर्छु भने चाहिँ गरिदिन्छ दिन्छु भने दिनुहुन्छ प्रतिज्ञा देशमा बनाउनुहुन्छ उहाँले हाम्रो परमेश्वर मैले हेर्न पाएको बाइबलका परमेश्वर कहिले झुट बोल्दैन यसमा मनले छ साँचो हो साँचो म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ आज यो कांग्रेसले भन्दैछ सबैलाई म तिमीहरूलाई यहाँ आउनुभएका प्रियजनलाई म भन्छु जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुने माथि जिसस क्राइस्टमाथि विश्वास गर्छ उसँग अनन्त जीवन छ र ऊ न्यायमा पर्ने छैन तर ऊ मृत्युबाट जीवनमा सरिसकेको हुन्छ वन्डरफुल वा मृत्युबाट छन् हो जीवन सहित ल यदि मैले रात छु कहीँ मैले भुल गल्ती गरेँ मलाई माफ गरिदिनुहोस् म जानेन कति किसिमका दुर्वृत्त कमजोर छु र प्रभुले तपाईँहरूलाई हाँसिदिनु आनन्दको राज्य पढ्नुभएको छ अब भेट्नको लागि हामी विशेष
प्रभुको स्वर्गीय दरबारमा छुटिन्छ भने अझ यहाँ भेट्नेछ एक दिन निश्चय हामी प्रभुको महिमी बेस जहाँ भेट्नेछ एक दिन निश्चय हामी प्रभुको महिमी बेस जहाँ कहिले नछुट्ने गरी कहिले नछुट्ने गरी भेट्नेछौँ हामी फेरि कहिले नछुट्ने गरी भेट्नेछौँ हामी फेरि कहिले नछुट्ने तो प्रेमी प्यारमा हृदयभरिका लागि प्रभुको महिमी राज्यमा बस्नलाई सधैँभरि भेट्छौँ हामी फेरि कहिले नछुट्ने गरी भेट्नेछौँ हामी फेरि कहिले नछुट्ने र अब हामी फेरि त्यो बक्सलाई त्यहाँ लगिरहेको छौँ। दया गरी यो प्यासेजलाई चाहिँ तपाईँहरूले क्लियर राखिदिने हामी अनुरोध गर्दछौँ। अनि आउँदाखेरि पनि हामी फेरि फर्केर क्रमसँगले आउनेछौँ। आज त जीवित छौँ भोलि के हुने हो तिम्रो हाम्रो जीवन दुई दिने हो आज त अर्को बाइक ल्याएर अर्को अब हामी केही सन्देश सुनेर बाटोमा मिलाउन जाँदै सेवा कसरी गरे त्यो अनुसार उहाँको पाइलामा टेकेर उहाँहरू जस्तै म पनि सेवा गर्छु भने यो पनि निर्णय लिएर जानुहुन्छ। उहाँहरू जस्तै म पनि विश्वासमा हिँड्छु, उहाँहरू जस्तै म पनि आफ्नो जीवन अर्पिन्छु भन्नुहुन्छ। जवान भाइ बहिनीहरू उहाँले 26, 27, 28 वर्ष उमेर आफ्नो जीवन अर्पेको रहेछ। म पनि आज जीवन अर्पण गरिकन उहाँहरूको जस्तो म पनि प्रभुको काम गर्छु भने यो पनि निर्णय गर्नुपर्छ। यो निर्णय गर्नुपर्छ। यो निर्णय गरेर उहाँहरू जस्तै एकदिन के गर्छौँ धेरै धेरै आत्माहरू बचाएर आज देश विदेशमा एलसदाईको नाम छ उहाँहरूको ठुलो देन छ। भिक्टर बडा भिक्टर बढी भनेपछि आज सारा संसारभरि एलसदाईको नाम छ भनेदेखि उहाँहरू सुरुका ती दिनका वीर विश्वासका वीर योद्धाहरू, विश्वासका प्रार्थनाका योद्धाहरू, सबै कुरोको भरपुर सबै कुरो घटी कमी बमी विश्वास राखेर हिँड्नेहरू योद्धाहरू उहाँहरूको पाइलामा आज हामीले पनि के गरेर हिँडेर यस सेवालाई किनभने उहाँले जो पाएको थियो भजन सङ्ग्रह किताब 48 अध्यायको 14 पदमा छ मृत्युसम्म अगुवाई गर्नुहुने परमेश्वरलाई उहाँले पाएको कारणले गर्दाखेरि मृत्युका दिनसम्म त्यो विश्वासमा उहाँहरू जिउनु भयो। हामी पनि त्यो निर्णय लिएर यस जग्गाबाट फर्केर हामी जानुपर्छ। अनेकौँ सेवा सान्त्वनाको सेवा सम्झनाको सेवाहरू हुँदैन किनभने उहाँहरू गइसक्नु शान्तिमा प्रवेश गर्नु भएको छ। आउनुहुन्छ फेरि नआउने भए पो हाम्रो अन्तुष्टि आखिरी हो। उहाँ त आउनु पर्छ लिएर आउनु बडो सामर्थ्य साथमा प्रभुको साथमा भेट्नुको लागि चाहिँ तयारी चाहिँ हुनुपर्छ। यो कुरो चाहिँ गर्नुपर्छ। उत्पत्ति 3 को 19 पद पढिन्छ
तिमी माटोमा नफर्कुन्जेल तिमी माटोमा नफर्कुन्जेल किनकि तिमी तिमी यसैबाट निकालिएका हौ यसैबाट निकालेका हौ तिमीले आफ्नो निधारको पसिनाले तिमीले आफ्नो निधारको पसिनाले रोटी खानेछौ रोटी खानेछौ किनभने तिमी माटो हौ तिमी माटो हौ र तिमी माटैमा फर्किजानेछौ माटो माटो फर्किजानेछ कहिले रुनु कहिले हाँस्नु छैन सदा स्थिर कहिले रुनु कहिले हाँस्नु